ल यो ग्रिन तारा अहिलेको नयाँ साउनी उहाँले चाहिँ अहिलेको यो सबै चिजहरू होलसेलमा दिँदैछ। तपाईहरुलाई चामलहरू चाहियो भने और यहाँबाट तपाईहरुले प्रेसर कुकर भयो, जुस बनाउने भयो, तुम्बा खानीहरू भयो, तपाईले यहाँ राइस हाम्रो नेपालको लोकल राइसहरू छ, हरेक राम्रो राम्रो राइसहरू छ। अनि तपाईले यहाँबाट ठुलो ठुलो भाँडाहरू पनि यहाँ पाउनुहुन्छ। अनि यो नेपालको चाहिँ नि के हो तावा हो त्यो पनि पाउनुहुन्छ। अनि यहाँबाट खसीको मिट छ। अब यो खसीको मिट चाहिँ नि तपाईहरुलाई धेरै राम्रो राम्रो मासुहरू उहाँले बिक्री गर्नुहुन्छ। उहाँले फ्रेस मासु बिक्री गर्नुहुन्छ। यो मसलाहरू पनि हुनुहुन्छ उहाँलाई। अनि लोकल कुखुरा जो सबै सिधिसकेको छ, एकदम बिजी रहेछ दोकानमा, सबैले मन परेको यो खसीहरू पनि धेरै मासुहरू आएर आज सिद्नु भएछ। अनि कुखुराहरू पनि एकदम लोकल कुखुरा सबै सिद्नु भएछ। अनि यहाँबाट अब तपाईलाई नेपालको सामानहरू यो सातुहरू सबै चिज छ। अनि यहाँ तपाईहरुलाई डल्ले खुर्सानी मन पर्छ भने यहाँ डल्ले खुर्सानी जति पनि किन्नु पाउँछ, डल्ले खुर्सानीहरू छ। यहाँबाट तपाईले अब सामानहरू सबै चिज उहाँको दोकानमा छ। तपाईले मन पर्नेहरू हरेक चिजहरू सबै चिज यहाँ पाउनुहुन्छ। तपाईलाई अब सब्जी छ यहाँ, अब दुधहरू, अब तपाईले लोकल सागहरू पाउँछ, लोकल धनियाहरू छ उहाँलाई। अनि यो मुलाहरू छ, लोकल साग कौली। अनि नेपालको भाँडाहरू तपाईले चाहिनुहुन्छ भने सबै चिज यहाँ पाउँछ। मोक्टो पनि छ, मोमो बनाउने मोक्टोहरू। अन्तमा चाहिँ यो मोमो मोक्टोको भाँडाहरू चाहिँ नि महँगो पर्यो भने उहाँ 50%ले चाहिँ अलि सस्तो पाउनुहुन्छ तपाईहरुलाई। जुनै मान्छेले सामान किन्नुहुन्छ भने यो भाँडाहरू अलिकति सस्तो दिनुहुन्छ उहाँले। अनि यहाँ सबैहरू हुन्छ, आलु छ त उहाँको हरेक चिजहरू छ, फलफुलहरू छ, अरेन्ज छ, हरेक चिज स्याउहरू हुन्छ, स्याउ छ। अनि यो पानीपुरीहरू राम्रोसित हेर्नुहोस्, पानीपुरीहरू छ उहाँको लागि। अब हाम्रो नेपालको चाहिँ नि तपाईलाई यहाँ मसलाहरू, अब यो मसलाहरू अब सबै चिज पाउनुहुन्छ। यहाँ थरी थरीको उहाँ मसलाहरू हुन्छ। यहाँ तपाईले के मसला मन पर्छ सबै पाउनुहुन्छ। अब यहाँबाट उहाँले सबै सामानहरू हरेक चिजहरू सबै राम्रो पाउँछ। अनि तपाईलाई यो सबै चिजहरू यहाँ पाउँछ। मसलाहरू तपाईको सबै चिजहरू फ्रेस नेपालकै बेसारहरू, नेपालकै सामानहरू। अनि तिलहरू, अनि चिउरा यहाँ नेपालको काठमाडौँको चिउराहरू। अनि यो ढेँडो बनाउनेहरू। अनि यहाँ काठमाडौँको भुसाहरू पाउँछ। अनि यहाँ काठमाडौँ दालहरू, सबै बिस्कुटहरू छ। यहाँ नेपालकै सामानहरू प्रायः जस्तो यहीँ पाउनुहुन्छ उहाँको। अनि यो जुन चाउचाउहरू, अब सबै चिज दाल हरेक चिजहरू यहाँ पाउँछ तपाईहरुलाई। अलिकति यो भिडियोलाई सबैले एकदम राम्रोसित हेरिदिनुहोस्। अनि यहाँ आइदिनुहोस् उहाँको दोकानमा आएर। तपाईहरुले डिस्काउन्ट पनि पाउनुहुन्छ, अलिअलि डिस्काउन्ट पनि गरिदिनुहुन्छ। तपाईहरु यहाँ आएर सामानहरू सबै छ, नेपालको हरेक चिज। ल बदामहरू पाउँछ, सबै चिज पाउनुहुन्छ यहाँ। अनि यहाँबाट तपाईहरुलाई स्टार्ट गरौँ। यो नेपालको रातो राइसहरू पाउँछ, दालहरू पाउँछ। यो कालो दाल, यो दालहरू पाउँछ। अनि यहाँ सबै चिजहरू पाउँछ। अनि तपाईको यो स्पेशल यो पाउँछ। अब नेपालको चाहिँ मुस्ताङको दाल पनि यहाँ पाउँछ। तपाईहरु कोही आउनुहुन्छ भने मुस्ताङको दाल पनि लिनु।
जुमसुमको दाल पनि लिन आउनु, जुमसुमको टिमुर लिन आउनु, जुमसुमको अचारहरू छ, सबै चिज यहाँ आइदिनु। दोकानमा सबै चिजहरू छ, नपाउने केही छैन। अब सबै चिजहरू छ। अनि यहाँबाट यो तपाईँहरूले सम्झिन्छु होला, यो अचारहरू राम्रो राम्रो मिठो मिठो अचारहरू हुन्छ उहाँसँग। अब यिनीहरू त कुरै नगर्नु। अब यहाँबाट यो खुर्सानी रहेछ। अब यो त्यही अब कोदोको ढेँडोहरू बनाउने आँटाहरू रहेछ। अनि यो चाहिँ नि हेर्नुहोस्, यो अचारहरू सबै एकदम राम्रो राम्रो अचारहरू छ। सबैले मनपर्नेहरू अचारहरू यही छ। अब तपाईँहरूले नेपालको अब के भन्छ बाँसको अचार पनि, डल्ले खुर्सानी, मुलाको अचार, लसुनको अचार, सबै चिज अचारहरू राम्रो राम्रो अचारहरू यहाँ पाउँछ। अनि यो बटरहरू, घिउ, स्पेसल घिउहरू छ उहाँसँग। यो राम्रो रहेछ। कोदोको पिठो। हजुर हजुर, यो कोदोको होइन, हजुर कोदोको रहेछ। अब उहाँको यो तेलहरू छ नि, यो तेलहरू चाहिँ नि धेरै जस्तो हाम्रो यो अर्ग्यानिक जस्तै रहेछ होइन। अन्तभन्दा अलिकति राम्रो नै रहेछ तेलहरू। अरू चाहिँ नि यहाँ राम्रो राम्रोहरू छ, बटरहरू, लसुनहरू, ढुलो खुर्सानीहरू, तपाईँहरूलाई मनपर्ने चिजहरू सबै यहाँ पाउनु रहेछ। नेक्स्ट चाहिँ नि यहाँ तपाईँहरूले मुस्ताङ भन्ने ठाउँमा जुनै मान्छेहरू, कोही मुस्ताङ्गी होला, कोही कहीँको मान्छे होला, तर नेपाल आद्यभरिमा मुस्ताङले जतिवटा सामानहरू मनपर्छ भने यता यो दोकानमा आइदिनु। यहाँ कुनै सबै चिजहरू हाम्रो पारकै सामान छ यता, कोही आइदिनु। धेरै धेरै तेलहरू राम्रो राम्रो छ, सबै चिजहरू राम्रो छ। अब कसैलाई नरवाल मनपर्छ भने छ। अब यो भिडियो चाहिँ नि सबैले हेरिदिनु। अनि यहाँबाट नेपालको निम्किन चियाहरू, तोक्ला चियाहरू, अब सबै चियाहरू सबै यहाँ पाउँछ। यो सबै चिजहरू फ्रेस राम्रो राम्रो सामानहरू उहाँले राख्नुभएको छ। अनि यो सबै थुक्पाहरू, चौचाहरू, सकरखण्डहरू, राम्रो राम्रो सामानहरू यहाँ तपाईँहरूले पाउँछ। अनि मलाई चाहिँ सबभन्दा राम्रो मनपर्ने चाहिँ यहाँ राम्रो राम्रो बटरहरू, के लसुनहरू के रहेछ, बटर तल सबै चिजहरू अनि भुसा छ। अनि तपाईँहरूलाई अनि यहाँ स्पेसली एउटा तपाईँहरूलाई भगवानको लागि सामानहरू चाहिन्छ भने कुक्रीहरू के चाहिन्छ यहीँ छ। सबै चिजहरू, मूर्तिहरू, सुर्तीहरू सबै चाहिन्छ भने यहीँ पाउनुहुन्छ। त्यही हो। अनि नेपालको एउटा स्पेसल चाहिँ यहाँ के छ भने यो मादललाई सम्झेर सबैजनालाई मेरो बिन्ती छ, सबैलाई आइदिनुहोस्। यो मादल चाहिँ नेपालको याद गरेर आइदिनुहोस्। त्यति नै हो। आजको भिडियो यहीँ क्लोज गर्छु। धेरै धेरै धन्यवाद।